अलि यस्तो अलि हेलो गाइस हजुर सर हामी पैसा पठाउन साथ गर्नुपर्छ ल साथीहरु यहाँबाट चाहिँ बस लाग्छ हामी यहाँ बस कुर्ने ठाउँमा जाँदैछौँ यहाँ चाहिँ हामी सबैजना बस कुरिरहेको छौँ अब केही समयपछि बस पनि आउँछ ल साथीहरु गाडी पनि आयो ल गाडी चढौँ ल हामी अब यहाँबाट चाहिँ गाडी चढेर लाग्यौँ है त यहाँबाट केही परको बजारतिर सरर गाडीमा तपाईहरुलाई देखाउनेछौँ ल हामी बजार पनि आइपुग्यौँ बजार घुम्दैछौँ तपाईहरुलाई यो बजारको परिक्रम बजार के कस्तो छ तपाईहरुलाई देखाउँदै जानेछौँ तपाईहरुले पनि हेर्न सक्नुहुन्छ है त यो बजार अनि यो चाहिँ अन्डरग्राउन्ड लाग्यो यो चाहिँ यहाँ माथिबाट गाडी कुछ दोहोरो बाटो छ यहाँ भित्र तपाईले पनि हेर्न सक्नुहुन्छ के यो चाहिँ भित्र एकदम ठुलो ठाउँ छ कि एकदम बजारै लाग्ने जस्तो ठुलो ठाउँ छ एकदम खाली छ अब यहाँ माथि चाहिँ गाडी कुद्छ अनि यहाँ मुनि यस्तो छ दुईपट्टिबाट निस्किने ठाउँ छ उता यताबाट तपाईले देख्न सक्नुहुन्छ एकदमै ठुलो छ यहाँ सबै कुराहरू छ यो अन्डरग्राउन्डमा यो चाहिँ अन्डरग्राउन्ड हो अब यहाँबाट उ निस्किने त्यसको उता लेफ्ट साइडबाट पनि निस्किन सकिन्छ एकदमै ठुलो छ के यो चाहिँ एकदम विकसित नै भन्नु पर्यो यी अब तपाईको उताबाट हामी उँधो झर्यौँ अब यहाँबाट निस्किँदैछौँ माथि फेरि सकभर हामी माथि निस्किसक्यौँ ल तपाईले फेरि देख्न सक्नुहुन्छ हामी चाहिँ जाँदैछौँ एकदम घुमिराखेको छौँ यो बजारलाई यो बजार घुम्दैछौँ तपाईहरुलाई यो बजारको केही भ्यूहरू देखाउँदैछौँ बजार यस्तै छ साथीहरु हेर्नुस् तपाईले पनि हेर्न सक्नुहुन्छ ल रोडतिर एकदमै फुलहरू लगाएको हुन्छ कि फरक किसिमको फुलहरू चाहिँ रोपेको हुन्छ एकदमै रोडको साइडतिर अहिले चाहिँ अब फुल लाउने बेला भएको छ एकदमै फरक किसिमको फुलहरू चाहिँ लगाएको हुन्छ रोडको साइडमा एकदमै फुल चाहिँ एकदमै यहाँको एकदम प्रख्यात हो के यो देशको लागि फुल चाहिँ अत्यन्तै प्रख्यात त्यही भएर फुल देख्न सक्नुहुन्छ तपाईले हामी चाहिँ एकदम हिँडिराखेको छौँ आज घुम्दैछौँ एकदम साथीहरु चाहिँ अगाडि पछाडि हुनुहुन्छ म चाहिँ अब आफैले भिडियो लिँदै हिँडिराखेको छु साथीहरु तपाईहरुले पनि देख्न सक्नुहुन्छ यो रोडको साइडतिर चाहिँ अब विभिन्न कलरको विभिन्न रङको फुलहरू चाहिँ लगाएको छ हामी अब जाँदैछौँ यहाँदेखि अलिक परतिर एउटा पार्क छ त्यो पार्कमा पुग्छौँ र त्यो पार्कको भ्यूहरू पनि तपाईहरुलाई देखाउने छु है त एकदमै राम्रो छ अब 1-2 महिना पछाडि चाहिँ यहाँ एकदमै रमणीय हुन्छ यो पार्क ल हामी चाहिँ अब करिब पार्क आइपुग्न लाग्यौँ तपाईलाई यो पार्क हेर्न सक्नुहुन्छ तपाईलाई यो पार्क पनि देखाउने छौँ यी साथीहरु हिँड्दै हुनुहुन्छ
दाइ यता पनि हेरिदिनु यार के साह्रो निष्ठुरी भयो यो त दाइ के हो उता हेर्नु यार कस्तो यार तपाईँ यार